देखेँ यार मैले एकछिन झाडीमा गएको छ पछि जाउँला भन्दा भन्दै त्यो पछि चाहिँ कहिले पनि नआउन सक्छ तर मौका मिलेसम्म ग्र्याब द अपर्च्युनिटी एन्ड मुभ अन पछि कसले देखेछ यार वेलकम टु जिकुमिखा वन्स अगेन यो भ्लगकै सिरिजमा म अहिले छु याकेनाक होटलमा र अब चाहिँ फर्किने बेला भएको छ हाम्रो सामान प्याक गरेर फर्किनुपर्छ आज दुन्चेसम्म पुग्नु पऱ्यो नि त दुन्चेबाट चाहिँ अनि घर केटो के गरिरहेको छ यहाँ चोर बिरालो के गरिरहेछ यहाँ चोर बिरालो मेरो गुनगुनी भाइ के गरिरहेछ औँला दुख्यो अरे अनुहार चाहिँ के दुख्यो अरे बेल्ट कहाँ छ यार बेल्ट त्यही छ आइन्छ यो त खस्छ नि अब त मेरो गुनगुनी भाइ हिँड्न नसक्ने भएको लामो खुट्टा खुम्चाउनु थालिसक्यो एकचोटि हिँड त राति राम्रोसँग सुत्या छैन जस्तो छ केटो हो म नि सुत्न पाएको थिएन पाला घोर्ने यता यता म पनि घुर्यो होला भनिदेऊ त नवीन घुर्यो सिरानी त मिलेको थिएन मलाई पक्का कुरो चाहिँ मेरो चाहिँ घुरेन तिम्रो त घुरै गर्नु पर्यो त्यो तिमी त एक्सेप्सनमा पर्छ सोध्नै पर्दैन हाम्रो चाहिँ कुरा हो अब सिरानी चाहिँ मिलेको थिएन मलाई तर निन्द्रा नलागेर यार म त पुरा नेट चलाएर बस्छु नेट स्लो है अनि पछि बल्ल 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 सुतेको 2 बजेसम्म नसुते मान्छे मै हो होइन म त बिचमा उठ्ने पल्टेर त्यो कति घुरे सुनिरहेको थिएँ आफूले म त सुतेखेरि तपाईँ घुरिरहेको थिएँ कि यसले चाहिँ म भनेर कराएको थियो अहिले मलाई चाहिँ होइन यता पल्टिँदा नि हुँदैन उता पल्टिँदा नि हुँदैन आवाज आइ गर्छ त पल्टिरहेको थिएँ कि म चाहिँ निन्द्रा नलाएर किन सिरानी मलाई मिलिरहेको थिएन नि त पहिला त सुतिरहेको थिएँ केटा हावा खान्छ ए म छिस्सुक्क उठ्ने सुत्ने भइरहेको थियो क्या सबैको तपाईँ टोइलेट गएको थियो नभन्नुहोस् म त त्यो त पछि टोइलेट गएपछि सुते अनि त त्यति चाहिँ म सुतेको ल टोइलेट गएको त तिमी उठ्या त मलाई थाहा थियो राम्रो सुते अनि फेरि यिनीहरूलाई डिस्टर्ब हुन्छ नि बिस्तारै गयो कि म बन्द गरेर मात्रै बसिहाल्यो कि किनकि मन त हो नि निन्द्रा लाग्छ कि भनेर कि तर खै त्यति हाम्रो रेस्ट पाएको छैन म त घर गएपछि यहाँबाट जति बेला घर पुग्छ त्यति बेला चाहिँ सुत्दिने सिरानी नमिलेपछि म नि सुत्दैछु ज्यान दुखे जस्तो हुन्छ कि सिरानी मिलेन ए मिलाएर दिन्छ नि हुन्छ म तलतिरबाट आउँदा झ्याप्प लिएर आउनु मिल्छ अब चाहिँ लाग्यो हामी फर्किँदा यहाँ चाहिँ गुम्बा छ यो चाहिँ गुम्बा मलाई चाहिँ कस्तो नि हिन्दुइजम र बुद्धिज्मको चाहिँ दुइटाको मिक्स क्या सक्दैन नि कर धेरै नगर है केटो गाह्रो हुन्छ बेलुका किनभने आज धेरै हिँड्छ आज जसरी पनि पुगिहाल्छ आज धेरै हिँड्छ होइन आज हिजो जति आज हिँड्छ नि आधी भए त नि होइन हिजो गोसाइकुण्डबाट यहाँ आएको जति हो अब हो तर ठाडै ओह्रालो छैन नि त हिजोको जस्तो म चाहिँ यहाँ चिज दुग्ध विकास संस्थानमा चिज उत्पादन केन्द्रमा चिज हेर्न जाँदैछु होइन म थोरै अलिकति बाबाको लागि है त यो अहिले भर्खर बनाएको हिजो बनाएको आहा यहाँ नम्बर पनि मार्किङ पनि गरेर हुँदो रहेछ ग्र्याब द चिज एन्ड लेट्स गो भयो एक पास के भर्खर दुध दोहोर ल्याउँदै हो क्या दुध दोन्छ नि यतातिर तर यो चिज फ्रेस हो यो हिजो बनाएको हो क्या हिजो जमाएको
केटा घोडाको चारा खाने बेला भएर छ अहिले के भन्छ यसलाई होइन नि यो घोडामाथि राखेको छ नि यो छालाको यो छालाको बस्ने सिट के भन्छ रे टाढी भन्छ रे ए टाढी ओहो ओइ भोटे कुकुर पुरा सुतिरहेको यहाँ कालै झन्डै चिप्लेन यहाँ अब फर्किने बेला पुरै बाटो ओह्रालो छ है यताबाट जानु पर्यो सर्टकट वन्स अगेन म फेरि पनि एक्लो परेँ केटाहरू पछाडि पेट्रोल दलेर खुइ अगाडि दौडिसकेँ म चाहिँ उनीहरूलाई भेटाउन सक्दिनँ उनीहरूसँग कम्पिटिसन नगरेकै राम्रो किनभने आज मात्रै यहाँ 4 चोटि खुट्टा बाङ्गिने कोसिस गरिसक्यो धन्न मैले ब्यालेन्स गरेँ टिल नाउ आइम ओके अब चाहिँ हतार गरेर हुँदैन उनीहरूलाई मैले भेट्न सक्दैन बाटो चिप्लो छ हतार गरेर हिँडेर केही लच्छार बाटो लाग्दैन भन्छ नि अब यस्तो चिप्लो बाटो चाहिँ हतार गरेर हिँड्ने हुँदैन त एक त पानी परेछ झन् सुकेको पातहरू कुहिएको पातहरू छ यिनीहरूले चाहिँ बाटो अलिकति चिप्लो बनाउँछ अनि यसै पनि यो लेवल लागेको ढुङ्गाहरूमा चिप्लिने जोखिम बढी हुन्छ के तर आहिस्ते आहिस्ते हिँड्नुपर्छ फेरि ढिला हिँड्ने भन्न खोजे पनि होइन आफ्नो क्षमताले भ्याउने जति हिँड्नुपर्छ तपाईँहरूले बाटोभरि घोडाको गु खच्चरको गुहरू देख्नुहुन्छ क्या सुकिराखेको कहीँ ताजा होइन यस्तरी फटाफट हिँड्न पायो मजा आउँछ त 2 hours later ठाउँलाई के भन्छ होला त देउराली देउराली भनेर यहाँनिर देउरालीको होटल छ ठाउँको नाम चाहिँ ताङजेङ तर देउराली भनेर चिन्छ यहाँ चाहिँ है प्राय देउराली भनेर चिन्छ तपाईँहरू आउनुभयो भने यहाँनिर खानासाना खानालाई नछुटाउनु होला लज पनि छ अनि यहाँनिर यो स्कल्पचर देखेर पनि तपाईँहरू याद हुन्छ यो घोडाको होला सायद घोडाको कि खच्चड होइन गधा र घोडामा चाहिँ एउटा अनि तपाईँहरू अब यहाँबाट सिधै माथि जानुभयो भने चाहिँ अब कसैको नजाने बाटो भयो होइन ओहो उहाँ त भर्खर आउँदै हुनुहुँदो रहेछ कठै लास्टको दिदीलाई चाहिँ हिँड्न गाह्रो भएको छ खुट्टाको प्रब्लमले होइन अनि यहाँबाट तल चाहिँ हामी फर्किने हो बाटोमै छ यो भाइकोमा पनि छिर्दिनु होला देउराली होटल एन्ड लज सुत्ने बस्ने खाने सब छ सुविधा अनि यहाँको सबभन्दा हिजो हामीले चौचो पकाएर खाएको ठाउँ पनि यही हो यहीँ पकाएको थियो अनि यहाँको पानी चाहिँ मिठो छ यहाँको पानी जति खायो नि आउँदिनँ म त फेरि पानी खानु जानु है पानी चाहिँ यस्तो चिसो पनि मिठो पनि नेचुरल टेस्ट दामी छ यहाँ उकालोबाट आउँदाखेरि सुजेशलाई 2टा जुगाले एट्याक गरिसकेको छ टोक्नु चाहिँ पाएन छ खौडामा चाहिँ फालिहाल्यो यो पानी पऱ्यो कि जुगा कहाँबाट आउँछ भने बाजेहरू तल ओर्लिन लाग्नुभयो तल जान लाग्नु हो कि माथि अब चाहिँ घाम लाग्यो हिँड्न गाह्रो चाहिँ घाम लागेपछि फेरि गर्मी
सबजना सुस्ताइरहेको छ यहाँ थकाइ मारिरहेका छन् यहाँ चाहिँ गाना डङडङ बज्छ स्पिकर त ठुलो छ त यहाँ चाहिँ वासिङ मेसिन पनि रहेछ पछाडिको भ्यू पो दामी छ त गोठहरू रहेछ यहाँ पनि लजहरू चाहिँ टन्नै रहेछ ल पुतली देख्यो नि त पुतली ए पुतली ल ल ल ल ल उड्यो त यति पो टाढो भनेको थियो र यहाँबाटै हो यो त तरकारी रुपियाँ हो नि है यत्रो ठाउँ छ क्याप अनसियल हो क्या क्याप खाने पानी त टेन्सनै छैन यहाँ त मिठो पानी छ है गहिरो गहिरो जाने क्या ढूंढता है ये मेरा दिल तुझको क्या चाहिए जिंदगी जाने क्या ढूंढता है ये मेरा दिल तुझको क्या चाहिए जिंदगी अन्त अघि कौडी हो कौडी होला कौडी यहाँ पनि रहेछ उतानिर रहेछ तोरीको चाहिँ बिउ राखे होला त्यो अनि यहाँ चाहिँ उहाँले खै के सिलाम यहाँबाट देखिँदैन जुम गर्नुपर्छ जुम गर्दा राम्रो आउँदैन के टिप्नु लाग्नु भएको छ उहाँले पर हुनुहुन्छ खास यो ठाउँको नाम के हो अरे खास यो ठाउँको नाम चाहिँ ताङजेन हो तर ताङजेन भनेर प्रायः जसो मान्छेले चिन्दैन देउराली भनेर चिन्छ किनभने यो देउराली यो ताङजेनमा चाहिँ देउराली होटल एन्ड लज छ होइन अनि यो होटलको नामबाट चाहिँ सबैले देउराली देउराली भनेर चिन्छ यो ठाउँको नामै देउराली जस्तो भइसक्यो अहिले सबैले देउराली नै भन्छन् सबैको मुखमा देउराली झुन्डेछ बिकज अफ दिस होटल है अनि फेरि यो ठ्याक्कै अन द वे नै छ रेस्ट गर्ने ठाउँ होइन तलदेखि थाकेर आइरहेको हुन्छ यहीँ रेस्ट गर्न सजिलो माथिबाट आउँदा नि टक्क यहीँ ओर्लिँदाखेरि रेस्ट गर्न सजिलो ठाउँमा पऱ्यो होइन एउटा केटोलाई चार्जकै प्रब्लम छ धन्न हामीले चाहिँ पावर ब्याङ्क लिएर आएको थियौँ र सजिलो हो मोबाइल चलाउन हतारले न्युज सुन्नुलाई 1 hour later अब यहीँबाट ओह्रालो लाग्नुपर्छ है ओह्रालो देखेर तर्सिनको लगाइसक्यो अनि तुवालो लागिरहेछ अब चाहिँ हिँड्नु पनि खै यिनीहरू अल्छिके रहेछ उहाँहरूले गाउँ टिप्दै हुनुहुन्छ है तिम्रो जस्तै बाँच्नु आफै यहाँ बाजेहरूले गाउँ टिप्ने बेला भएछ है अहिले वा भन्छ यसलाई ए रोटीलाई मिठो हुन्छ नि सातुलाई पो हो यो ए हामी त सक्दैन बोक्नलाई बाबा कम त गर्नु हुन्छ हामी त दाल भात हो दाल भात पावर 24 आवर भन्छ नि खैरेले गौ माता की जय यस्तो जङ्गलमा एक्लै है यहाँ तल कहाँ छ र गोठ कहिले देखिनु ए गाईहरू टन्नै रहेछ नि त यहाँ ल ना त केटा हो ए यहाँ रहेछ नि त हामीले यहाँ बाटोमा लालीको फुल देखेको छौँ चपाउँदै टिपन एउटा म हल्लाउँछु फुर्र झर्छ है त ल यो लागि ए यस्तो राख्नु मिल्दैन समातेर लगाएर हालिदिन्छ नि त्यो म त चलाइरहेको साले ओ केटो केटो चाहिँ यो लालीको राख्छु पात टिप्नु लागेको छ पात हैन फुल
ए बाबु म त चलाए के गर्ने नवीन राम्रो हाल है ओइ कति दिन चलाउला 10 वर्ष त राख्दैन होला मलाई के राख्छ मलाई मुला सुँगुरलाई 10 वर्ष राखेर के काम अनि राख्दैन त होला त म हप्ता छ म वर्ष दिन राख्ला हैन र लिन्न चम्किन्छ म तिमीबाट कहिले आउँछ ल्याउ यो चाहिँ अब खाने हो देखेँ यार मैले एकछिन झाडीमा गएको छ यहाँभित्र गएको थियो यार खै होइन भने कहाँ पुगिसक्यो त मलाई एकचोटि खाएको यहीँबाट गयो हुन्छ त्यस्तो देखिन्छ ल यस्तो खिच्नै पाएन क्या खिच्नै पाएन यस्तो राम्रो मृग देख्यो त्यहाँ हामीले पहेँलो सर्लक्क हिँड्यो होइन क्यामेरा झिक्ने बेलासम्म टाप तर लगले देखायो यार यस्तो राम्रो थियो यार भेटिन्थ्यो कि त्यहीँबाट भित्र छिर्यो क्या यहीँबाट भित्र छिर्यो तर गयो भने भेटिन्छ देखिन्छ धेरै टाढा गएको छैन एकदम अल्छी गर्दै हिँडेको थियो मैले चाहिँ 360 क्यामेरा एकदम मिस गरेँ होइन यो बेलामा चाहिँ 360 खिच्दै हिँडेको भए धेरै चिज देखिन्थ्यो र एकदम मजाको हरिन्थ्यो यसरी हिँड्छ भने मैले सोचेको थिएन बाटोमा भेट्छ भने योपालि त नयाँ नयाँ चिजहरू देख्नु पाएको छ अब हेरौँ क्यामेरा अन गर्दै हिँड्नु पर्ला कहीँ देखिन्थ्यो केही भाइ तपाईँ फेरि हामी अब खेन्दी आइपुग्यो खेन्दी टप होटलतिर अब यहाँबाट खेल्छु धेरै टाढो छैन आँखा मुन्द के जरा है त अब यस्तो भारी बोकेर हिँडेर आइसक्यो अब म बाटो कसरी छोड्ने हुन्छ न्यु लिनु पर्यो अब टुङ्ना बजाउने भनेको उखानै भयो ल हेरौँ न बोकेर ल्याउनु पर्ने होला क्या मान्छे उताले देखेँ त उडिहाल्यो क्यामेरा त्यसमा बसेर उडिसक्छ हिँड्नु पर्ला जस्तो ठाडै ओह्रालो छ यस्तरी यस्तो झन् यस्तो मात्रै स्टेप बनाइदिनु पर्ने हो क्या झन् उल्टोबाट बिस्तारै चिप्लो होला मन जानु पऱ्यो क्या त्यहाँ
पुऱ्याएर पनि तिमी त हनुमान हो कि क्या हो यो भाइ त साह्रै बालियो जस्ता बाधा बाँधी पुऱ्याएर पनि मान्छे भोगेर ल्याइसक्यो आज यो भाइलाई म किडन्याप गर्छ हुन्छ तिमीलाई म किडन्याप गर्छ तुङ्ना बजाउने भनेर मलाई झुकायो यो बारी तुङ्ना भेटेन तुङ्ना सँगै त लास्टमा हान्तीमा चाहिँ झाइले भेटेको थियो केटाहरू त तपस्या गरेर पो बसिरहेको रहेछ त फेरि खोलामा चाहिँ पानीसँग खेल्ने काम सकिसक्यो अब चाहिँ घर फर्किनु पर्छ द अब घाम पनि गइसक्यो यहाँ चौतारा छ यहाँ अनि यहाँ चाहिँ मिनी गोसाइँकुण्ड भन्छ होइन यो खोला पनि गोसाइँकुण्डबाट हुनुपर्छ पानी चाहिँ सबै त्यहीँको पानी हो अनि यो पानी यता जम्मा गरेर यहाँ चाहिँ मिनी गोसाइँकुण्ड भनेर यहाँ डुब्की लाउनु लाउँछ तर कहाँ गोसाइँकुण्ड कहाँ यो मजा आउँदैन गोसाइँकुण्डमा जतिको त होइन तर ठिकै छ त्यो जानु सक्नुहुन्न उहाँको लागि त एउटै पानी त हो नि होइन त्यो पनि राइट हो यहाँसम्म त आउनु सक्नुहुन्छ नि त यहाँ चाहिँ झरना पनि रहेछ जस्ट अहिलेको मिनी गोसाइँकुण्डको अलिकति अगाडि फर्किँदाखेरि चाहिँ त्यही नजिक जानु पायो भने चाहिँ खोला तल जानुपर्छ हाम्रो केटो उताबाट आउँदैछ ढुङ्गामा आनन्दले घाम ताप्दै सुत्नु पनि मजा आउँदैन म चाहिँ यतातिर बसेँ केटो आउँदैछ केटो देखाउँछ त ए हावा मन चली सन्दली यो कुन चरा हो ब्ल्याक कलर छ अनि पुच्छर चाहिँ ब्राउन कलरको छ क्या दामी ल मलाई नि कुरेर बसिरहेको कति जस्तो हामीले चाहिँ यहाँ के देख्यौँ भन्ने कुरा है डाँफे देख्यौँ वी आर गेट भेरी लक्की बाघसँग त बरु भेटै नहोस् यार हाम्रो चाहिँ भेट्न पाइएन अब यो चितुवा चाहिँ देख्नु नपर्छ यार तनाव चाहिँ फेरि सालक देखेन चौका यही हो यार 4 हर्न एन्टिलोप दामी देखेँ त यो मैले मुनाल चाहिँ देखिएन कस्तुरी मृग पनि छ यहाँ जस्ट दिस टाइम डाँफे र चौका 4 हर्न एन्टिलोप देखेँ ल यिनीहरू आउँदैछ भर्खरै गफ गर्दै आउँदैछ एउटा उहाँ कहाँ पुगिसक्यो मार्छ भोग्लायो भन्दाखेरि भोग्लायो भन्दै हिँडिरहेको थिएँ होइन अब म चाहिँ अब लगभग यात्रा यहाँको टुङ्गो भन्दै हुन्छ है तर पनि यात्रा त कहिले पनि टुङ्गिँदैन टुङ्गिनु चाहिँ यहाँको चाहिँ टुङ्ग्यो पनि भन्न मिल्दैन अर्को पालि कतिखेर आइन्छ ठेगानी के आएन यो गेट केही लेखेको छैन रहेछ अहिलेसम्म तपाईँहरू आउँदाखेरि केही न केही अक्षर लेखा भेटाउनुहुन्छ यहाँ है त फर्किनु त मन थिएन तर फर्किनु परिहाल्यो यात्रा जाने छ म तिम्रै हुन्छु मायालु म तिम्रै हुन्छु केटो थाकेर यहाँ लखतरान लखतरान म मात्रै हुन थाक्यो भने लगभग हाम्रो चाहिँ अब हामी पेसमा आइपुग्यो है बाइक राखेको ठाउँमा आइपुगिहाल्यो यो चाहिँ खै मान्छेहरू पनि भेटेको
अब मान्छे भेट्न साथ हेलमेट लिने बाइक चलाउने कुद्ने खाना नि खाजा त बदल खाना केटोले सोधिरहेछ खाजा खाने कि नखाने भनेर भोक लागेर बिचरा अनुहार हेर कठै बरा अब सबैजनालाई बाई बाई यहाँबाट बाई बाई यतिन्जेलसम्म साथ दिनुभयो धन्यवाद फेरि भेटौँला मौका मिले भ्लगमा भयो भेटौँला भ्लगमा खैरेर सबैलाई सब्सक्राइब गराइदिनु होला सुजको त लो लो भइसक्यो ल यो ठाउँको नाम के भन्छ अरे मामा भान्जा लजबाट हामी अगाडि बढ्दैछौँ होइन अब ओ छिँदैन क्या हो हामी मामा भान्जाबाट अगाडि बढ्दैछौँ यहाँबाट चाहिँ मैले बाइक अगाडि निकालिसकेको छु होइन यहाँ आउनुभयो भने गोसेकुण्डलाई बाइक लिएर आउनु भएको छ भने यहाँ मामा भान्जामा तपाईँले यसरी तरा छ मजाले पार्किङ गर्नु सक्नुहुनेछ होइन सर्टिन चार्ज त उनीहरूले लिइहाल्छ तर सस्तै हुन्छ ओह केटो घर यहाँबाट तल पनि अर्को टावर छ पार्किङ गर्नलाई यहाँ मिनी गोसाइकुण्ड मामा भान्जा होटल एन्ड लज भनेर छ यहाँसम्म चाहिँ गाडी आउँछ ढुक्क हुन्छ ल केटो उता छ अब लागौँ है त हामी थुन्चेतर्फ है त थुन्चेमा भेटौँ के खाने भने हेर्नु ल तपाईँले के खानु हेर्नु ल पुरा खाजाको लागि मेनु घुराघुर छ हामी चाहिँ अहिले धुन्छ आइसक्यो धुन्चेको बजारमा हो पानी सिमसिम पर्ला धन्न भिज है श्रेष्ठ फ्यान्सी स्टोर्स पनि रहेछ ओ सङ्घ पनि रहेछ नि होटल कियाङ फाइनली खाजा आइपुग्यो तर यो मात्र होइन अरू पनि छ यो चाहिँ भेज परिया हो अरू के भने पकौडा भन्ने छ अनि तिमीहरूको मोमो पनि आउँदैछ मोमो अचार ल्याउनु है अब चाहिँ चाउमिन ट्राई गरौँ त नर्मल खालको विथ चोपिस्टिक यहाँ चाहिँ ओहो कडा अन्त कालेर त्यसलाई चिकन मोमो भन्छ अन्त कालीहरू यहाँ फ्राई गर्दा नि कस्तो गिलो भयो भाइले फ्राई गरेन क्या तिमीलाई हतार भएर ल डक्टर साहब के छ खबर अब कतिबाट कान्ति मारे 11 गतेबाट कान्ति बाल अस्पताल लालीगुराँसको जुस लिनु लगाएको यहाँ रहेछ रसुवाको धुन्चेको जस्ट चौकी अन्त अलि वरा हजुर त्यहाँ बस्दै गर्नु भन्छ फेरि Early the next morning. गुड मर्निङ गाइज अब हिजो फेरि अचानक कहाँ हरायो भनेर सोध्नु होला होइन हिजो चाहिँ अब फर्किँदाखेरि चाहिँ रसुवामा एकदम पानी पऱ्यो अनि त्यो पानीमा भिज्दै होइन अब मोबाइल भिज्छ भनेर पुरा ऱ्याप गरेर अनि ब्यागमा प्याक गरेर दौडेँ त्यही भएर केही खिच्नु पाइएन अनि त्यसपछि भोलिपल्ट भइहाल्यो यो देखिहाल्नु अहिले चाहिँ म नुवाकोट पावर हाउस नजिकै मलाई यो गोसाइकुण्डको उकालो त्यति उकालो लागेको थिएन हेर्नु अहिले मलाई यो भर्याङ उक्लिनुलाई पनि गाह्रो भएको छ त यो उकालो भन्दा भर्याङ उक्लिनु गाह्रो भएको छ गाइस ओ खुट्टा गोसाइकुण्ड सजिलो यो भन्दा त मैले चस्मा किन माथि छोडेँ हिजो हामी गएको बाटो देख्नु चाहिँ ल हिजो यहीँबाट माथि उकालो लागेर हामी रसुवा गएको थियौँ ढुङ्गेबाट सिधा आयो भने चाहिँ त्यसरी
अनि यहाँबाट यो माथि उकालो लाग्यो भने चाहिँ रस है। हाम्रो चाहिँ फाइनली गोसाइँकुण्ड ट्रिप सकिसकेको छ होइन। तपाईँले गोसाइँकुण्ड गएर आउने सबैलाई सोध्नुहोस्, सबैले के भन्छ भने एकदमै गाह्रो छ, धेरै हिँड्नुपर्छ, ठाडो उकालो छ, नाक ठोकिने उकालो छ, हिँड्न सक्दैन, गाह्रो हुन्छ, चाहिँ बिहानदेखि बेलुकासम्म दौडधुप गर्नुपर्छ, हिँड्नुपर्छ भनेर भन्छन् है। त्यो सबैले नेगेटिभ एस्पेक्टबाट मात्रै हेर्छन् होइन। अब फ्रम माई पोइन्ट अफ भ्यू त्यो यात्रा गाह्रो होइन क्या। तपाईँले यात्रा गर्न नजान्नु भएको जस्तो लाग्छ मलाई। ए त आइस घडी जान्ने भन्ला होइन, त्यस्तो होइन। खास खुसी भन्ने चिज चाहिँ तपाईँको गन्तव्यमा पुग्नु मात्रै खुसी होइन क्या। तपाईँको त्यो गन्तव्यसम्म लाग्ने जुन बाटो छ त्यो बाटोमा त्यो हिँड्नुमा नै खुसी हुन्छ क्या। खुसी लिन सक्नुपर्छ भन्छु म चाहिँ। मैले गोसाइँकुण्डमा एकदमै इन्जोय गरेँ र सबभन्दा बढी इन्जोय चाहिँ मैले गोसाइँकुण्ड जाने बेलामा गरेँ। बाटोमा अलिक फर्किँदाखेरि त्यो उकालो हिँड्नु गाह्रो त गाह्रै हो होइन। उकालो हिँड्नु गाह्रो भन्दैमा फटाफट म त फटाफट हिँड्दै हिँडेन होइन। उकालो हिँडेँ जहाँ चाहिँ ढुङ्गाहरू हुन्छ नि, अलिक बस्नु मिल्ने ठाउँ बस्दिहाल्ने। अनि अलिकति माथि हिँड्यो अनि त्यो चौतारीहरू जस्तो बना हुन्छ, त्यो पार्टी जस्तो बना हुन्छ, त्यहाँ पनि बस्दिहाल्ने। अलिकति हिँड्यो ग्रासी ल्यान्ड जस्तो देख्यो नि, त्यहाँ पल्टिहाल्ने। जस टुक्रा टुक्रा ठाउँहरूको मैले धेरै युटिलाइज गरेँ भनौँ न रेस्ट गर्नलाई। यो खुट्टा दुख्या पनि होइन, त्यत्तिकै बस्दाखेरि खासै के हुँदैन, उकालो उक्लिनु अलिक अल्छी लाग्दो रहेछ।